पानीको तालैमा दैवले किन पार्यो माछी जालैमा दैवले किन पार्यो माछी जालैमा टकन टुकुन कुरा गरौ टकन टुकुन कुरा मिलाऊ एला है अहो जाल पानीको तालैमा दैवले किन पार्यो माछी जालैमा दैवले किन पार्यो माछी जालैमा टकन टुकुन कुरा गरौ टकन टुकुन कुरा मिलाऊ एला है ओहो जाल पानीको तालैमा दैवले किन पार्यो माछी जालैमा दैवले किन पार्यो माछी जालैमा टकन टुकुन कुरा गरौ टकन टुकुन कुरा मिलाऊ एला है ओहो जाल पानीको तालैमा दैवले किन पार्यो माछी जालैमा दैवले किन पार्यो माछी जालैमा टकन टुकुन कुरा गरौ टकन टुकुन कुरा मिलाऊ एला है ओहो जाल दैवले किन पार्यो माछी जालैमा टकन टुकुन कुरा गरौ टकन टुकुन कुरा मिलाऊ एला है ओहो जाल के भो बिहान के काम गर्नुपर्छ भनेर सोध्न आएको होला हैन हिजो आफ्नै छोरा भनेर आशीर्वाद दिएको आज तोरी लाउरे भन्छ झर्केलो छोरा हो कि के हो यसलाई तुरुन्तै किरिमिरी झ्याइ पार्नु पर्ने देख्छु इधर है आया माल आया बोला ना गांव का लोकल उसके साथ भी परिचय करना चाहिए ना नमस्कार से अब तिम्रो यस्तो चालले हुँदैन यो नेपाल जस्तो होइन देश अनुसारको बेस मान्छे अनुसारको देश हुनुपर्छ के सोचेको थिए के भयो कहाँ भनेर आएको थिएँ कहाँ आइपुगे तो यो घरको धन्दावाली हो यिनीहरूको च्यानबाट निस्किन मात्र पाउन यिनीहरूको च्यानलाई म बमले उडाइदिन्छु हे भगवान यो ठाउँबाट कसरी निस्किने होला नमस्कार नमस्ते म बुद्धि लाउरे मलाई नेपाली लाउरे पनि भन्छन् अनि हजुरको घर यही गाउँमा हो हजुर यही गाउँमा हो हजुर कहाँबाट आउनुभएको नयाँ देख्दैछु म नयाँ जस्तै हो यो गाउँमा यो गाउँको सुन्दरता सुन्दर प्रकृति अनि यो गाउँको सुन्दर मान्छेहरू अनि यस्तो सुन्दर मान्छेको नाम पाउन सक्छु कि मेरो नाम फुलमाया हो हजुर आहा जस्तो मान्छे उस्तै नाम राम्री मान्छेको लागि एक लाइन धन्यवाद हजुरलाई हाम्रो यो गाउँठाउँलाई सुन्दर देख्नु भएकोमा हजुरको सुन्दर आँखालाई पनि धन्यवाद ल त छुट्यौँ म पल्लो गाउँतिर पनि पुग्नु छ यो गाउँको सुन्दर ठाउँमा पनि पुग्नु छ फेरि भेट्दै गरौँला
नामै बुद्धि, त्यो पनि नेपाली लाउरे। सङ्गत गरे राम्रै होला कि। केटी हो तिमीहरूको लाइलामा लागेर मेरो जवानी त्यत्तिकै खेर जाने भयो। ए कान्छी दिदी, तपाईँले हामीलाई पो दोष लाउनु खोज्नु भएको? उही बेला एउटा भुस्तीले खोजेर टाप कस्नु भयो नि हुन्थ्यो नि। भनेपछि कान्छी दिदी आत्तिसकेछ। जवानी खेर जाला भनेर जो पाए त्यसँग टाँसेर जानु भएन क्यारे। विचार त गर्नु पर्यो, के त्यत्तिकै हाम फाल्ने? हो ठिकै भन्यो, गाउँघरमा पनि हाम्रो नाक राख्नु पर्यो। गाउँघरको नाक जोगाउनु होइन हाम्रो जवानी चाहिँ। ए हामी चाहिँ त्यत्तिकै बुढी कान्ने मर्ने? मलाई त मसँग पहिला गए रे भन्ने हल्ला छ। मैले भगाएँ रे तिमीलाई। तिमीले राम्रोसँग सोच फुलमाया, तिमी र म यो गाउँमा बस्नु हुँदैन। यसै हल्ला उसै हल्ला, जाउँ हिँड मसँग। पछि यसरी फेरि घुम्न पाउँदैन होला है? किन नपाउने? यो भन्दा नि ठुला बङ्गलाहरू छ, के छैन के तिमी आराम गर्दै गर। आमाले के भन्नु खोज्नु भयो आमासँग सल्लाह पनि गरेर आउँछु अनि तिमीलाई खाना पनि दिएर आउँछु। पख त तोली लाउरे, त कहाँ छस्? तेरो रगत नचोसी म कहाँ छोड्छु र? म माथि यत्रो धोका? तेरो मैले के बिगारेको थिएँ र? तैँले अरू काम गरेर खान सकिनस्? तँलाई दलाल, त कहाँ छस्? थुक्क दलाल, तँलाई आकाश पताल जहाँ पुगे पनि एक मान रगत नचुसी म कहाँ छोड्छु र? तँलाई कुकुरको जुनी। पल्लु, त्यो लड्की एकदम अलक्षिण छ। त्यो भाग्ला नि, राम्रोसँग हेर। ल ल, अब तिमी आफ्नो कामतिर ध्यान देऊ। नमस्कार तिरमिरे डाली, मेरा नानी नमस्कार। नया माल आया है और वही पुराना वाला पनौती है, इतना छील दिया मेरे को। दोस्रो नयाँ त छैन, त्यही हो अस्तिकै हो। अस्ति त खुइल्याउन सकेनौ, के गर्छौ? अस्तिको जस्तै मार खाएर आउलौ नि फेरि। अस्ति त खुइल्याउन सकेनौ। वो पुराना वाला माल है तो नहीं चलेगा, मेरे को कैसे छील दिया मालूम है ना। नया माल आएगा तो मेरे को कांटेक्ट करो, मैं आऊँगा। दूसरा नया आ गए तो हम फोन करते हैं, अभी जाओ। ठीक है, मेरा नाम ही नमस्कार। माल फ्रेश है ना? फ्रेश माल हो, गाउँकै लोकल, तर अलिक हरामी छ, मिलाउन सक्नुपर्छ नि। ठीक है, हम खुश हैं, मिला दीजिए, हम खुश हैं। हे दैवा, हे दैवा, किन पार्यो माछी जालैमा, किन पार्यो माछी जालैमा, यो छोरीको जुनी किन दैवले दुःख दिने, कोही भन्छन् लेखान्त, कोही भन्छन् भाग्य, यो छोरीको कर्मै हो कि यस्तो। हे दैवा, हे दैवा, किन पार्यो माछी जालैमा,
किन पार्यो माछी जालैमा हे दैव हे दैवा। साउनी देखिए मुझे कैसा हालत बना दिया। साथी मेरा बोल रहा था कि न जाओ, आपके विश्वास पर आए, साथी तो गया मगर आपके विश्वास पर हम आए। तुम्हारे भी खिलौने नहीं सके तो हम क्या करते हैं? हम मार्केट में लग कर बिक्री करते हैं। हमारा तो ऐसा हालत हो गया, पैसा भी हमारा गया, अब हम क्या करें बोलिए। आज जब तो अलासिनले घमण्ड देखायो, आपको देख्छ तेरी मिको तागत त्यसले। तिमी यो के गर्न खोज्दैछौ? तिमीले आफ्नै जान खान खोज्दैछौ? त्यसो होइन फुलमाया, तिमीले के गरेर देखाउनु पर्छ? तिमीले मनोबल बढाउनु पर्छ फुलमाया। जसरी तिमीलाई लोभ लाभ देखाएर यो नरकसम्म ल्यायो, त्यो पापीलाई तिमीले कडाभन्दा कडा सजाय दिनुपर्छ। तिमीले त्यतिकै आफ्नो जान खान खोजेर हुन्छ, त्यसलाई पनि नराम्रोसँग सजाय दिनुपर्छ। त्यसलाई यही नरकमा ल्याएर गाड्नुपर्छ। नछोड फुलमाया, नछोड। तँलाई कुकुरको जुनी कहाँ छ चाहिँ त? कहाँ गएको छु र म यहीँ आएँ आफ्नो साथीभाइलाई भेट्न, आफ्नो मिसन सफल बनाएर आएँ म। बधाई छ लाउरीजी, और धन्यवाद पनि तपाईँले आफ्नो मिसन पुरो गरेर यहाँ आउनु भएकोमा। धन्यवाद तपाईँहरूलाई पनि भैयाजी, तपाईँहरूको पनि त ठुलो साथ र सहयोग छ मलाई यो मिसन सफल हुनुमा। हाम्रो साथ र सपोर्ट भन्दा लाउरेजी तपाईँको इमान्दारीपूर्वक हाम्रो मिसन सफलता भएकोमा तपाईँले पनि धन्यवाद। मास्टरजी, भैयाजी, मलाई विश्वास गर्नुहोस्। यदि मलाई विश्वास गर्नुहुन्छ भने दोस्रा आदमीको कोही जरुरत छैन। जति पनि काम म सफल पारिदिन्छु। अरे लाउरेजी, यता गाउँको टेन्सन नलिनुहोस्, उताको काम सम्हाल्नुहोस् तपाईँ, यताको काम म सम्हाल्छु। मास्टरजी, के छ खबर तिम्रो त्यो गोरीको? यदि उसलाई हातमा लिन सक्यो भने दुईटा माल छ। उसो भए छुट्टै प्रोसेस चालिहाल्नुहोस्, हाम्रो हातमा दुईटा माल आउँछ भने। त्यस्तो भए म छुट्टै प्रोसेस चाल्छु, त्यो गोरी भाटामा जान्छु। यो कुरा ठेकदार र रिठेको कानमा नपरोस्। अब त हाम्रो मिसन तीनैजनाले सक्ला जस्तो छ। अभी कोही आदमीको जरुरत नै। लाउरीजी, गर्नु र भन्नुलाई धेरै फरक छ, तर यो कुरा त अलिकति ठेकदारलाई पनि प्रश्न पारिदिने हो कि। त्यसो भए रिठेलाई हातमा ल्याऊ। अब रिठेसँग हिँड्दाखेरि विचार गरेर हिँड्ने, धेरै केटीसँग भेटघाट गरेर हिँड्छ भनेर सुनेको छु मैले। सबैले त्यस्तै भन्दैछ अरे, तिमीले चाहिँ कस्तो थाहा नपाएको? लाठी हो कि बाठी हो तिमी? सर आएको जुगम भइसक्यो। फुपू पनि कस्तो कुरा गर्नुहुन्छ हुन्छ आमा? रिठे काममा जाने बाहेक हामी सँगै हुन्छौँ, अरू कुरा त कहाँ मलाई थाहा हुन्छ त फुपू? कोठाबाट काम, कामबाट कोठा आइपुगिरह कस्तो कुरा सुनाउनु भएर टाउकै दुखाइदिनु भयो कि यो फुपूले पनि। गोरी बहिनी, ए गोरी बहिनी, कता लुग्या हो? जस्तो सुन्छ। हजुर दिदी। ए दिदी, आउनुहोस् न, भित्रै बसौँ। हुन्छ हुन्छ बहिनी, एकछिन भेटघाट गरेर गइहाल्यो म। दिन न पर्सि तिमीलाई मनपर्छ भनेर हेरेर दिएको छ। धन्यवाद। आज त भन्दै रहेछ। कहिले आयो नानी? अघि
भर्खरै आएको सन्चै हुनुहुन्छ नि साउनी? एकदम ठिक छ। मलाई पु भन्दा नि हुन्छ नि। लाजै लागिसक्यो साउनी भन्दा त काम नभएर कङ्गाल नि भइसक्यो यहाँ। कुरा फेरि छुट्टै सुन्छ त जलमाया के हो? दिदी के कुरा सुन्नुभयो र? त्यही रिठे र केटीको कुरा हो कि? त्यही त हो नि कुरा त। गोरी बहिनीले थाहा भइसकेको छ त। कसले भने कसले सुनायो तपाईँ दुईलाई? कसले भन्यो भन्नु त फुपू? नभए हचाउमा नबोल्नु, यो नभएको कुरा हो। नभएको कुरा भयो त ठिकै हो नि, त्यस्तो नहोस् पनि। त्यत्तिकै हल्ला त चलेन होला है गोरी बहिनी, केही न केही त होला। भनेको चाहिँ कसले हो नि? त्यो मास्टरजीले? थाहा त रहेछ नि त तिमीलाई पनि। यो मान्छेले हो भनेर चाहिँ भन्न सकिँदैन क्या जलमाया। मलाई त मास्टरजीले म तिमीलाई भेटेर एक दुईवटा कुरा गरौँ कि भनेर आएको। के थियो र त्यस्तो मलाई नि भेट्नु पर्ने? खास त कुरा केही थिएन। के छ जलमाया र रिठेको कुरा? के कुरा थाहा भयो कि आज भोलि रिठे छ नि त्यो बिग्रेको केटीहरूसँग लपक्कै छ अरे। त्यो बिग्रेको केटीसँग किन राख्ने? जलमायाले यतै बोलाएर राखे हुन्छ, होइन भने पछि बर्बाद पर्छ। मैले योसम्म सुनेछ कि त्यो रिठेले रक्सी खाएर बाटोमा पिसा फेरेर हिँड्छ अरे। त्यस्तो पनि होला र? त्यस्तो त हुनै सक्दैन। मैले तिम्रो भदैनी भनेर भनेको है यो। जलमायाले यो कुरो बुझ्दैन, बिचार बालकै छ, फु भएर अलिक विचार गर्नु पर्दैन, पछि आफूले गालाउँछ है। मलाई पनि यस्तै भन्यो मास्टरजीले। मलाई पनि मास्टरजीले। नमस्कार मास्टरजी। नमस्कार साउनी। आज मलाई ढुङ्गाबाट देउतै मिले जस्तो लाग्यो। मलाई पनि त्यस्तै लागिरहेछ, देउतै भेटे जस्तो। म पनि तपाईँलाई भेट्न आइरहेको छु नि। ठिकै छ त, दुवैजनाले भेट्ने इच्छा भएरै भेटेको होला त। मलाई एकजना स्टाफ चाहियो मास्टरजी, विश्वासिलो। गोरीले भनौँ कि भनेको अस्ति नै भेट्दाखेरि मनै गरेन। गोरीलाई मास्टरजीले भनिदिनु पर्यो। गोरीलाई स्टाफ राख्न पाएँ भने चाहिँ मलाई ढुक्क हुन्छ। लु ठिकै छ त, म भन्ने कुरा त म भनौँला नि। झन् आफैले भेटेर भन्दाखेरि झन् राम्रो हुन्छ नि। तर मेरो पनि एउटा खबर भनिदिनु है। मैले के भन्न लागेको भने त्यो रिठे छ नि दिनसै जाड खाएर बिग्रेको केटीहरूसँग लाएर त्यो जलमायाको त बिजोग पार्ने भयो त। यस्तो तालले त जलमायाको जिन्दगी बर्बाद हुने भयो। यो कुरो गोरीलाई भनिदिनु पर्यो। मलाई पनि यस्तै भन्नुभएको थियो मास्टरजीले। कुरा यही हो जलमाया, गोरी बहिनी अहिलेलाई म गएँ, पछि भेट्दै गरौँला। भेट्नुपर्छ है गोरी बहिनी, दिदी बहिनीको छुट्टै सल्लाह छ। सुन्यौ त कुरा? मैले त्यतिकै भने र अलि विचार पुर्याउनु। अचम्म, कस्तो कुरा सुन्नु पर्यो आज। म रिठेलाई कल गर्छु, मास्टरजी र रिठेलाई सँगै राखेर कुरा गर्छु। गएँ म फुपू, टेन्सन मात्र भयो।